ओके गाइज वेलकम ब्याक सो प्याराफ्रेजिङ पछिको सबैभन्दा अर्को इम्पोर्टेन्ट टपिक लिङ्किङ वर्ड्सको बारेमा आज हामी हेर्न गइरहेछौँ है त लिङ्किङ वर्ड्सहरू के हुनसक्छन् र कस्ता कस्ता वर्ड्सहरू युज गर्नुपर्छ भन्ने कुरा चाहिँ पहिला नै जानेर जाँदा पछि राइटिङ एकदमै सजिलो हुन्छ सो लिङ्किङ वर्ड्सको लागि एकदमै धेरै युज हुने वर्ड्सहरू हामीले युज गर्न मिल्ने वर्ड्सहरू त्यसको इक्जाम्पल म दिँदै जान्छु त्यो आफ्नो कपीमा नोट पनि गर्न सक्नुहुन्छ र हेर्दै जानु पनि सक्नुहुन्छ है त लेट्स स्टार्ट सुरु गरौँ यो वर्डहरू चाहिँ टास्क 1 गर्दा टास्क 2 गर्दा अथवा यसको मिनिङ रिडिङमा मिनिङ थापाउँदा जतिखेर पनि युज हुने भइराख्ने भएको भएर चाहिँ अलिकति इम्पोर्टेन्ट लाग्छ मलाई हामी चाहिँ अझ स्टार्टर क्लासमै छौँ आइएल्सको त्यो भएर यो कुरालाई ख्याल गर्नु होला है त सुरुको लागि मोर ओभर भनेर है त मोर ओभर सो मोर ओभर चाहिँ कस्तो बेलामा युज हुन्छ भन्दाखेरि इक्जाम्पल हेरौँ है त यो चाहिँ लिङ्किङ वर्ड्सहरू भयो यसको चाहिँ इक्जाम्पलहरू इक्जाम्पल्सहरू है यो ह्यान्ड राइटिङ राम्रो छैन जस्तो इक्जाम्पलको लागि मोर ओभर सी इज अ ग्रेट लिडर मोर ओभर सी इज एन एक्सिलेन्ट मेन्टर सी इज एन एएक्ससिइएलएलइएनटी एक्सिलेन्ट मेन्टर यसको मिनिङ चाहिँ के भन्दाखेरि मोर ओभर कस्तो कन्डिसनमा युज भयो भन्दाखेरि ऊ लिडर हो लिडर भन्दा पनि धेरै चाहिँ ऊ मेन्टर हो रे भनेर भन्दा चाहिँ मोर ओभर युज हुने भयो यस्तै यस्तै ठाउँमा युज गर्न सकिने भयो है त अब थाहा पाइराख्नु पऱ्यो सेकेन्डमा फर्दर मोर भनेर FURTHER फर्दर मोर इक्जाम्पल के हुन सक्यो यो पनि त्यस्तै भयो त्यो जस्तो इक्जाम्पलको लागि द कोर्स इज अफोर्डेबल द कोर्स इज अफोर्डेबल फर्दर मोर FURTHER फर्दर मोर इट अफर्स भ्यालुएबल रिसोर्स इट अफर्स भ्यालुएबल रिसोर्स त्योभन्दा धेरै भन्ने कुरा भयो है फर्दर मोर भनेको त्योभन्दा धेरै भन्ने कुरा भयो हो यस्तै यस्तै डिफ्रेन्ट वर्डहरू युज गर्न सकिन्छ है यसको लागि चाहिँ हजुरले अरू ठाउँमा पनि इक्जाम्पल हेर्न सक्नुहुन्छ जस्तो अर्को चाहिँ इन एडिसन भनेर कुनै पनि कुरा अझै धेरै डिफाइन गर्नु पर्यो भने चाहिँ इक्जाम्पलको लागि हिज जस्तो हि इज फ्लुएन्ट इन स्पेनिस इन एडिसन हि क्यान स्पिक नेपाली अल्सो भनेर भन्दा चाहिँ इन एडिसन युज हुने भयो त्यस्तै अरू वर्डको यो कुरा गर्दाखेरि बिसाइड्स भनेर बिसाइड्स भनेर चाहिँ के छ थाहा छ बिसाइड्स है बिइएसआइडिइएस बिसाइड्स भनेर चाहिँ नर्मल्ली बिसाइड्स भनेको आई डोन्ट फिल लाइक गोइङ आउटसाइड बिसाइड इट्स रेनिङ आई डोन्ट फिल लाइक गोइङ आउट मलाई बाहिर के अरे घर बाहिर जान मन पर्दैन विशेष पानी परेको बेला भन्दा भने जस्तो भयो क्या त्यसो नट ओन्ली द्याट अर्को चाहिँ नट ओन्ली द्याट पनि युज गर्न सकियो त्यस्तै हाउएभर युज गर्न सकियो यद्यपि भने भयो अनि अन द अदर ह्यान्ड भनेर युज गर्न सकियो अन द अदर ह्यान्ड भनेर युज गर्न सकियो त्यस्तै अल्दो त्यही पनि भने हो यो चाहिँ अल्दो भनेर सकियो वेयर इज भनेर सकियो सो इक्जाम्पल हि प्रिफर्स टी वेयर इज हि लाइक कफी कफी पनि मनपर्छ भन्न खोजे जस्तो कन्डिसन हुने भयो है त्यस्तै अझै कुरा गर्दै जाँदाखेरि डियर फोर युज गर्न सकियो डियर फोर त्यस्तै दस इज अ रिजल्ट युज गर्न सकियो बिकज अफ युज गर्न सकियो यो चाहिँ यो आइल्स गर्न आएको मान्छेले यति चाहिँ थाहा हुन्छ त्यही भएर यसको सबैको मिनिङ भन्न थालेन है मैले ड्यु टु भन्न सकियो त्यस्तै इन्डिड भनेर भन्न सकियो है इन्डिडको चाहिँ इक्जाम्पल लेखिदिन्छु म इन्डिड भनेर चाहिँ सी इज इन्डिड द बेस्ट क्यान्डिडेट फर द जब भनेर सबैभन्दा राम्रो क्यान्डिडेट होला भनेर भने जस्तै कन्डिसन भयो है अनि स्पेसल्ली पनि हुन सक्यो
सिआइएएल स्पेसल्ली, त्यस्तै अनडाउट अनडिओयु बिटी अनडाउटली भनेर भन्न सकियो। यस्ता डिफ्रेन्ट वर्डहरू युज गर्न सकिन्छ है। जस्तै अझै मिन वाइल पनि युज गर्न सकियो। मिन वाइल एन्ड चाहिँ सकेसम्म युज नगर्दा राम्रो देखिन्छ है। यी लिङ्किङ वर्ड्सहरू चाहिँ सम्झेको धेरै राम्रो, सम्झेर यी वर्डहरू युज गर्न थाल्यौँ भने चाहिँ एकदमै अझै राम्रो मार्क्स आउन थाल्छ। सो लिङ्किङ वर्डको सेसनको लागि यति नै। अब यसपछि हामी राइटिङ टास्क 1 सुरु गर्नेवाला छौँ। सो डोन्ट फर्गेट टु सब्सक्राइब। ओके, थ्याङ्क यू।